अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहु। स्वागत छ साथीहरू हाम्रो युट्युब च्यानल यस सन्डेस एजुकेसनमा। आज क्वेसन लिएर आएको छु मोडल क्वेसन सेट 1 को क्वेसन नम्बर चाहिँ 12 छ साथीहरू। यो क्वेसन चाहिँ छ, त्यो क्वेसन चाहिँ के छ ध्यान दिएर राख। तल दिएका तालिकामा, यो तालिकामा दिपेशको परिवारको मासिक खर्चको विवरण दिएको छ। यो चाहिँ मासिक खर्चको विवरण छ। शीर्षक के छ? खाना, शिक्षा, स्वास्थ्य र अन्य। खानामा चाहिँ 12,000, शिक्षामा चाहिँ 6,000, अनि स्वास्थ्यमा 3,000 र अन्यमा 3,000 चाहिँ छ। अनि क्वेसन चाहिँ के भन्दैछ? दिपेशको परिवारको मासिक के छ औसत खर्च कति रहेछ त्यो चाहिँ निकाल साथीहरू, यो भन्दैछ। अब हेरौँ साथीहरू एन्सर के हुन्छ। औसत खर्च निकाल्नको लागि साथीहरू के छ? औसत या एक्स पावर छ, उसको फर्मुला के छ? सिग्मा एक्स डिभाइडेड बाई चाहिँ एन छ साथीहरू। यो फर्मुला छ, यो डिभाइडेड बाई एन छ। सबभन्दा पहिलो के छ? यो गिभन डाटा सिग्मा एक्स कति हुन्छ त्यो लेख। सिग्मा एक्स कति हुन्छ त? यो 12,000 प्लस कति छ? 6,000, अनि प्लस कति छ? 3,000, अनि प्लस फेरि 3,000, अनि यो जोडेर कति हुन्छ त हाम्रो? 24,000 भइहाल्छ। सिग्मा एक्स कति हुन्छ? 24,000। यो 24,000 भयो। एन कति छ? यसमा एन चाहियो। एन कति छ? 1 2 3 4, कतिवटा छ? 4 एन छ। अब यो गिभन डाटामा पुट गरेर साथीहरू सिग्मा कति छ? 24,000 एक्स छ, अनि एन कति छ? 4 गरिहाल, अनि डिभाइडेड बाई 4 गर्दा हाम्रो एन्सर कति आउँछ त? अनि औसत कति आउँछ त? 6,000 चाहिँ छ। औसत कति भयो त? 6,000। 6,000 चाहिँ भयो। हाम्रो दिपेशको परिवारको मासिक औसत खर्च कति छ साथीहरू? यो चाहिँ छ 6,000 भयो। कति छ? दिपेशको यहाँ लेखिहाल्यो हैन। दिपेशको परिवारको मासिक औसत कति छ? खर्च कति छ? 6,000 चाहिँ रहेछ साथीहरू। यो एन्सर हाम्रो ए नम्बरको एन्सर चाहिँ भयो। अब चाहिँ अर्को हेरौँ। अरू के छ? बी नम्बरमा के भन्दैछ? कि दिपेशको परिवारको खर्चलाई वृत्त चित्रमा प्रस्तुत गरेर देखाउनुहोस्। अब गर्नुहोस् साथीहरू भन्दा जम्मा रकम कति छ त? जम्मा रकम दिपेशको जम्मा रकम चाहिँ मासिक जम्मा रकम कति छ? खर्च रकम 24,000 छ। अब चाहिँ पाई चार्टमा या वृत्त चार्टमा हेराउँदा हाम्रो के छ? वृत्तको आवश्यकता पर्छ। वृत्तको आवश्यकता पर्छ भने वृत्तमा चाहिँ कति टोटल कति एङ्गल हुन्छ त? 360 डिग्री हुन्छ साथीहरू। त्यो ध्यान राखेर। अब चाहिँ खानामा कति खर्च भएछ त्यो चाहिँ ध्यान राख। खानामा कति खर्च? 12,000 खर्च भएछ भने त्यसको लागि डिग्रीमा चाहिँ निकाल। डिग्रीमा निकाल्नको लागि के हुन्छ त? 360 हाम्रो टोटल वृत्तको डिग्री हुन्छ, अनि डिभाइडेड बाई टोटल जम्मा रकम कति छ त? 24,000 छ। 24,000 इन्टु अब खानामा कति खर्च भएछ? खानामा कति खर्च भएछ? हाम्रो 12,000 खर्च भएछ भने अब के गर्ने? यो 3वटा 0 क्यान्सल गर। अब 12 दुनी 24, यहाँ 2 आयो। अब 2 आएपछि अब फेरि यो 2 ले 360 लाई चाहिँ काट हैन। काट्छ भने कति? 180 चाहिँ भइहाल्छ। हाम्रो कति हुन्छ? खानामा 180 डिग्री चाहिँ अब हाम्रो एङ्गल बन्छ। अब हाम्रो के चाहिँ 180 डिग्री बन्छ भने के चाहिँ वृत्तमा बीचको यो सरल रेखा बन्यो हाम्रो। यो कति भयो त? खानामा खर्च भयो। खाना आयो। अब खानामा कति भयो त? 12,000 चाहिँ खर्च भयो। यो भयो। अब चाहिँ यो हाम्रो खानाको लागि भयो। अब चाहिँ के छ? शिक्षाको लागि। अब शिक्षाको लागि निकाल्छ भने के फर्मुला? 360 डिग्री एङ्गल डिभाइडेड बाई टोटल खर्च, अनि इन्टु शिक्षामा कति भएको छ? खर्च कति छ? 6,000 भएछ। यो 3वटा 0 क्यान्सिल। अब चाहिँ यसलाई काट्छ भने कति हुन्छ त? 6 1 6, 6 चोके 24, कतै 6 चोके 24। अब 4 बाँकी हो। अब माथि जान्छ यो 4 ले चाहिँ काट्छ भने यो चाहिँ 90 कतै 90 डिग्री चाहिँ बन्छ। त्यो कति? शिक्षामा कति? शिक्षा साथीहरू ध्यान दिएर हेर्नु। शिक्षामा कति डिग्री आयो त? 90 डिग्री आयो। अब 90 डिग्री छ भने यो बीच सेन्टरबाट चाहिँ हाम्रो आयो यो 90 डिग्री हाम्रो। यो टोटलै खानामा खर्च भयो। यो 90 डिग्री चाहिँ हाम्रो आयो कसको लागि? शिक्षाको लागि। यहाँ लेखिहाल शिक्षा लेखिहाल 90 डिग्री। त्यसको खर्च चाहिँ कति छ त? 6,000 चाहिँ खर्च भएको छ शिक्षामा। यो भयो। अब चाहिँ बाँकी छ हाम्रो कति? स्वास्थ्यमा। अब स्वास्थ्यमा छ। स्वास्थ्यको लागि चाहिँ निकाल्छ भने यहाँ लेखिहाल स्वास्थ्य हैन। स्वास्थ्यको लागि निकाल्छ भने फेरि यसको फर्मुला के हुन्छ? 360 डिभाइडेड बाई टोटल खर्च 24,000 इन्टु 3,000। अब स्वास्थ्यको लागि कति खर्च भएको छ? 3,000 खर्च भएको छ। अब 3 0 क्यान्सिल। अब 6 8 3 24, 8 भयो। अब चाहिँ 8 ले काट्छ भने यहाँ त हाम्रो कति आउँछ? 45 चाहिँ डिग्री आउँछ। त्यसैले स्वास्थ्यमा कति खर्च एङ्गल बन्यो त? स्वास्थ्यमा कति बन्यो? 45 डिग्रीको एङ्गल बन्यो। अब चाहिँ 45 डिग्री छ भने फेरि यसमा चाँद राखेर चाहिँ कट्छ भने यो हाम्रो 45 डिग्रीको एङ्गल बन्छ। अनि यो हाम्रो कसको लागि वृत्त चार्ट भयो त? स्वास्थ्यको लागि। स्वास्थ्यको लागि भयो। अनि अब यो बाँकी जुन छ त्यो कसको लागि छ? अन्यको लागि। अन्य
कति डिग्री 45 डिग्री बाँकी छ। यो हाम्रो अन्यको लागि भयो साथीहरू। अनि यो ध्यान दिएर राख, कसको लागि? शिक्षाको खानाको लागि 180 डिग्री किन खानाको लागि, अनि खानाको लागि 180 डिग्री भयो। अनि शिक्षाको लागि चाहिँ कति भयो त? शिक्षाको लागि हाम्रो यहाँ शिक्षाको निस्किन्छ, शिक्षा कति छ? 90 डिग्री चाहिँ भयो। अनि शिक्षाको लागि अनि 90 डिग्री। अब चाहिँ बाँकी छ स्वास्थ्यको लागि चाहिँ कति छ? 45 डिग्री। अब चाहिँ अन्यको लागि पनि 45 डिग्री। यो चाहिँ हाम्रो पाई चार्ट बनाउने चाहिँ डायग्राम बनाउने चाहिँ हाम्रो यस्तो रुल छ। चाहिँ हाम्रो भिडियो साथीहरू कस्तो लाग्यो? राम्रो लाग्यो भने हाम्रो च्यानलले चाहिँ सब्सक्राइब गर, साथीसँग सेयर पनि गर। जुन कुरा चाहिँ साथीहरू बुझेन त्यो चाहिँ म्यासेजमा, कमेन्टमा, बक्समा चाहिँ भन्नुहोस्, म फेरि सम्झाउनको लागि तयार छु। थ्याङ्क यू फर वाचिङ।